चोलो यो कुन जातिको हो थारू जातिको हो थारू जातिको यो के हो कपडा थारू जातिको यो कपडा लाउने तरिका हो यस्तै खानपानको तरिका पनि हुन्छ के खान्छन् घरमा खाँदाखेरि सन्ना भात झोल किना हैन हो यी खाने परिकारहरुका तरिकाहरु भए हैन यी खाने तौर तरिका कलुवा बेरी मिजनी हैन बासी सेरी यस्ता विभिन्न प्रकारका तौर तरिका विभिन्न समय खाने शैली उत्सवहरु मनाउँछन् जस्तो दशैं तिहार अनि धुरेरी अष्टमी अटवारी यस्ता यी विभिन्न आफ्नो चाडपर्वहरु मनाउँछन् अनि यसै गरिकन नाच्ने तरिका फरक हुन्छ गीत फरक हुन्छ भाषा हुन्छ यो सबै चीजलाई एक मुष्टमा भन्न पर्दाखेरि के भनिन्छ अरे संस्कृति संस्कृति भनेको के रहेछ कुनै पनि जात जातिको जीवनशैली भाषा धर्म जात कला साहित्य लुगा कपडा हैन तिनले लगाउने कपडा अथवा तिनले खाने खाना खानेका तरिका र उनीहरुको समाजको सम्बन्ध समाजको बनावट सामाजिक संरचनाको सबै चीजलाई एउटै मिलाएर समग्रमा एउटै शब्दमा भन्न पर्दाखेरि त्यसलाई के भनिन्छ संस्कृति ठीक छ त्यसो भए यो लेङ्गा र चोलीले कुन संस्कृतिलाई चिनाउने रहेछ थारू संस्कृतिलाई त हाम्रो देश नेपालमा कति जाति छन् 125 जाति छन् 120 भाषा बोल्ने मान्छेहरु छन् यी धेरै जात जाति र भाषाभाषीहरुको आफ्नो प्रकारको संस्कृति छ यो सबै संस्कृतिहरुको समग्र संस्कृतिको संस्कृति हो यो हाम्रो यो थारू जातिको संस्कृतिलाई चिनाउने भयो भने यस्तै अन्य जातिहरु नेपालकै जातिहरु हुन् हैन थारू जाति नेपालकै जाति हुन् यी सबैको संस्कृति नेपालको संस्कृति हो अब बुझ्यौ पुरो क्लियर भयो साथीलाई ताली बजाइदिउँ त्यतिले यस्तै हाम्रा पनि आफ्ना आफ्ना जात जाति अनुसार भाषाभाषी अनुसार हाम्रो आफ्नै प्रकारको लुगा लाउने तरिकादेखि लिएर खानपानको तरिका जीवनशैली सोचको तरिका चिन्तनका तरिका कला भाषा साहित्य अनि त्यसपछि गएर उत्सव नृत्य नाच गान भेटघाट सामाजिक संरचना आफ्नो आफ्नो प्रकारको सबै जात जातिहरुको हुन्छ यो चीजलाई समग्रमा एउटै शब्दमा भन्दाखेरि के भन्न पर्दो रहेछ अरे संस्कृति ल धन्यवाद